आशा छ साथीहरू सन्चै हुनुहोला। यो सभापति रवि लामिछानेज्यूको कुरा सुन्नुहोस्। कस्तो राम्रो मिठोसँग बुझाएको छ आफ्नो पार्टीको सदस्यहरूलाई। सबैलाई कि बिचौलियाहरू फोड्नलाई हामीलाई धेरै लाग्छ, तर हामीहरू मिलेर चल्नुपर्छ। वास्तवमा हाम्रो जुन नेपाल देशले चाहिएको थियो त्यस्तो नेता पाएका छौँ हामीहरू। गर्व गर्ने कुरा हो। यो भिडियो एकचोटि हेर साथीहरू, अनि कस्तो लाग्छ तिमीहरूलाई त्यो प्रतिक्रिया कमेन्टमा दिनुहोला। सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनुहोला। आफ्नो छोरो चढाएर संसद छिरेकी छन् शहीदकी आमा। सामान्य कुरा होइन। यो देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईँलाई सुनाउँदैछु। तपाईँहरूलाई विचलित बनाउन, तपाईँलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईँहरू हेर्नुहुन्छ होला नि। समाचारभित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिलेकाहीँ त। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गरद गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि त धेरै मत आएको छ नि, लाखौँ भोट छ नि जसले हामीलाई भोट दिएनन्। अन्य विभिन्न नेताहरू छन्। प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौँ। आफू बलियो हुनुपर्छ। अरूलाई दोष लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन। हामी मिल्न सकेनौँ भने, हामी स्वार्थको बन्दी बन्यौँ भने मात्रै समस्या पर्ने हो। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रासोपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईँहरूले कहीँ कतै हेजिटेसन भन्छ नि, कहीँ कतै तपाईँले लघुतावास राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नुपर्छ कि केही पनि भन्न पर्दैन। हृदय ठुलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौँ। खालि यति हो कि पुरानो प्रवृत्तिबाट तपाईँ टकटकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन। यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलफुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौँ। तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको